ल हेर्नुहोस् देशप्रतिको माया कति छ भन्ने कुरो प्रहरी जवान र डिएसपीले भर्खर यहाँ देखाउनु भएको छ क्या हैन। यो भिडियो सबैले हेरेको होला। वीरगन्जमा सशस्त्र बल प्रहरी डिएसपी महानिरीक्षक हैन, उहाँले हातमा माटो लिएर भन्नुभएको छ कि इन्डियाको सशस्त्र बल प्रहरीहरूलाई उहाँले के भन्नुभएको छ भने 1 इन्ची माटो पनि कसैले लग्न पाउँदैन र कब्जा गर्न पाउँदैन भनेर उहाँले भन्नुभएको छ। यो हो कि साहस भनेको, यो हो कि दम भनेको। एउटा छन् हाम्रा नेता 5-5 चोटि प्रधानमन्त्री भइसकेका शेरबहादुर देउबा, महाकालीको पुल महाकाली सन्धि गरेर आउने देशद्रोही हैन, शेरबहादुर देउबा महाकाली बेचेका यिनी हुन् के। यिनी जवानहरूले मरेर बचाएको देश यिनी नेताहरूले एक झट्कामा गएर दिल्लीमा गएर साइन गरेर आउने क्या, सन्धि गरेर आउने यिनीहरूले भारतलाई बुझाएर आउने। हेर्नुहोस् यसमा कतिको फरक छ। नेपालको लागि मर्ने फरक कि नेपाललाई बेचेर पैसा कमाउने फरक। अब तपाईहरु